आज चाहिँ म चिकनको अचार बनाउँदैछु हैन। सुरुमा मैले तेल राखेको छु। यहाँ चाहिँ मैले मेथी एड गरेँ। त्यसै गरी काटिएको अदुवा र लसुन पनि एड गरेको मैले। यसलाई चाहिँ रातो हुन्जेलसम्म हल्का चलाइराख्नुपर्छ। त्यसै गरी यो रातो भइसकेको छ र यसमा मैले एड गर्दैछु खोर्सानी सुकेको। अनि यसलाई पनि मजाले चलाउनु पर्छ। यो सुकेको खोर्सानी चाहिँ तपाईहरुले पेस्ट गर्न पनि सक्नुहुन्छ, तर मलाई चाहिँ मन पर्दैन हैन। त्यही भएर मैले चाहिँ यो हल्का काटेर म गरेको छु। अनि यो पनि रातो भइसकिसकेको छ चाहिँ। अनि अब म यसमा एड गर्दैछु लसुन र अदुवाको पेस्ट र यसलाई पनि मजाले रातो हुन्जेलसम्म खराउनु पर्छ है। अनि र यही मैले एड गरेँ जिरा अनि धनिया, त्यसै गरी थोरै ल्वाङ, त्यसै गरी सुकुमेल र यो चाहिँ जिरा, धनिया, सुकुमेल, ल्वाङ सबै थरीहरू मिसाएको पेस्ट है। यसलाई मजाले चलाएर रातो हुन्जेलसम्म छोडिदिनु पर्छ। एकदमै स्वादिलो हुन्छ, एकदमै मिठो हुन्छ यसरी चाहिँ है। अनि र यो चाहिँ खोर्सानीको बिया स्वादअनुसार राख्न सक्नुहुन्छ। मलाई चाहिँ एकदमै पिरो खान्छु म चाहिँ, त्यही भएर मैले चाहिँ अलिक बेसी नै राखेँ। स्वादअनुसार नुन, बेसार र तपाईहरुसँग धुलो खोर्सानी छ भने त्यो पनि राख्न सक्नुहुन्छ। मसँग चाहिँ यो पापरिका छ कलरहरू ल्याउने, यही राखेको छु मैले चाहिँ। यही राखेर मजाले घोल्न सक्नुहुन्छ हैन। यस्तो भएको छ। यो चाहिँ धेरै थोक मिसाएको छु मैले, एकदमै मिठो हुन्छ। अनि तपाईहरुलाई अब के एड गर्न मन लाग्छ गर्दा हुन्छ हैन। मलाई चाहिँ खासै धेरै मन लाग्दैन, यति नै हो। र फेरि मैले चाहिँ यहाँ डल्ले खुर्सानी एड गर्दैछु। म चाहिँ एकदमै पिरो खान्छु के, एकदमै धेरै। र मैले चाहिँ यहाँ चिकन खर्याएर राखेको थिएँ हैन, यसलाई म एड गरेँ र यसलाई मजाले चलाउनु पर्छ। यसमा मसलाहरू मजाले लाग्नुपर्छ। र यहाँ चाहिँ मैले तेजपत्ता हालेँ र मजाले चलाउनु पर्छ। तपाईहरुले तेल अलि एड गर्नुभयो भने स्वादिलो हुन्छ, एकदमै स्वादिलो हुन्छ हैन। म चाहिँ हल्का फेरि खोर्सानीको बिया एड गर्दैछु।